हाम्रो चाहिँ टिका लगाइरहनु भएको छ ठुलबाली। ओ गाइज, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। अब आज चाहिँ विजय दशमीको टिका छ होइन। हाम्रो चाहिँ अब त्यहाँ पाक्दैछ खानाहरू, यताउता सबै पाक्दैछ होइन। हाम्रो चाहिँ टिका अब लाउनु बाँकी नै छ, अब लाउँदैछौँ होइन। साउन्डहरू ठिक भइरहेको छ। माफ पड़ गया दी डोला 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 डर होइन हाम्रो चाहिँ टिका लगाइरहनु भएको छ ठुलबाली। मम्मी बुबा उता हाम्रो चाहिँ मम्मी बुवाले मम्मीलाई टिका लगाइदिइरहनु भएको छ होइन। छोराले हेरौँ शत्रुको अगाडि हेर्न नपरोस्, सबैको मान्ने भए मेरो 32 सिद्धान्तले भनेको कुरो पुगोस्। डढे छैन निकाल्ने बाख्ना आउँछ मासु के हुन्न, त्यो त डढाउने नै हो त्यसलाई। भाइ ओइ जा जान चला भने मान्दैन। चबल फुगाल्नु पर्छ नि।
कान हो यो कान के छेडा हुन्थ्यो या तार भन्नु हुन्थ्यो मम्मीले छेदिनु भयो यतापट्टि यतापट्टि पहिलो खाबला साधन भए कसैले पनि चलाए सबैको हाइमा बसे दाइ टिका ढिलो बनाउनु है यो ढिलो भएन सरी हामी त महिनै ल फेरि कामे खा कामी गङ्गा गाई गाई थोरै लाउनु थोरै आइहोस् अरे कति ढिलो बनायो भाइ भाइ म जरा अलिकति उगाल्नु नि हुन्छ थोरै थोरै त्यहाँ अलिकति थप्नु भने भने खसासी थोरै लाउनु खसिस्यो त्यो लान टिपेर हट्नु सक्दैन हटिँदैन मम्मीले खसासी त खाने कि पहिला चिउरा खानी अरे ठाउँमा लाउनु न गाममा नहेरो नचलायो कति ढिलो बना भयो बाबा तर भन्दै जानु पऱ्यो अझै लाजिम माइन्छ फुटबल तँलाई मलाई यता हुन्थ्यो अब खै ल झरी फुलवाले लाउनु पर्ने हुँदैन फुटबलले त कहिले लगाइदिन्छ आफै लायो हरि लाइदिउँ होइन यस्तो छ दसैँ यही हो है ल हाम्रो चाहिँ अब दसैँ यस्तै छ यही अन्डा प्राउन मासु भुटन केराउ चना चिउरा केरा चिसो तै पनि छ भाइ र मम्मी खाइरहनु भएको त अब ठुल्बा यता बुबा हुनुहुन्छ यता चाहिँ दाइ हुनुहुन्छ गिलास तानिरहनु भएको छ गिलास तान्नु भएको छ गिलास अनि यहाँ चाहिँ म गाइज म चाहिँ दसैँ खान लाग्यो अब होइन क्या चुयो हुनु यता उता जाँदै भन्दा प्राउनबाट सुरु गर्दैछु म चाहिँ होइन टिका हेलो गाइज के छ खबर सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन विजय दशमीको चाहिँ दाजुभाइ दिदी बहिनी बुबा आमा सबैजनालाई चाहिँ मेरो विजय दशमी 2082को धेरै धेरै शुभकामना राम्रोसँग दसैँ मान्नु होला अब विदेशमा हुनुभएकाहरू पनि त्यस्तै हो विदेशमा हुनुभएकाहरू पनि त्यस्तै अब राम्रोसँग मान्नु होला होइन अब यस्तै हो के गर्नु अब देशको स्थिति त्यस्तै छ परिस्थिति होइन अब त्यस्तै छ अब राम्रोसँग बस्नु होला होइन अब अर्को वर्ष सँगै बसेर नेपालमै दसैँ मनाउनु पर्छ होइन अब देशको स्थितिले गर्दाखेरि सबै बाहिर हुनुभएको छ जसले यो भिडियो हेरिरहनु भएको छ होइन उहाँहरूले चाहिँ अब सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला अल नोटिफिकेसनमा
क्लिक गरिदिनु होला होइन। सबैजनाले भिडियो मन पराइदिनु होला। अब 2082 सालको चाहिँ विजया दशमीको धेरै धेरै शुभकामना सबैजनालाई होइन। अब नेपालमा पनि यस्तै छ है। अब पानी परेर अब पुरै झरी छ, बर्खा जस्तो भएको छ। अब यस्तै हो, भिडियो त खासै भिडियो बनाउनु त आइँदैन होइन। खासै भ्लगर त परेन, अब त्यही पनि भ्लगर बन्ने कोसिस गरिरहेको छु। सबैजनाले भिडियो मन पराइदिनु होला है। लाइक सेयर सब्सक्राइब गरिदिनु होला, छोटो मिठो कमेन्ट पनि छोडिदिनु होला भन्दै म भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई।